नमस्कार। टुडे टॉक में अपने संपूर्ण गोटे के स्वागत करी छी हम सानी। हम सब समय संदर्भिक बातचीत लगो उपस्थित रहे छी। तहिना आए हम सब जे अखन देखल जाए तो पूर्ण रूप से अखन किसान सब जे छे से पूरे हतोप्रास बहुत सकल छन। क्या त जे पाइन नहीं पड़ला के कारण से अन्य अन्य ठाम में पाइन देके छथिन, लेकिन ई खास पर कई जनकपुर धाम में धनुषा में पाइन नहीं पड़ला के कारण से किसान सब अखन बहुत ज्यादा जे दुखी छथिन, चिंतित छथिन। क्या त पाइन किसान सबके लेल बड़का एकटा वरदान छल। क्या त साल भर के उनका सबके उजली खान पीन के अपना खेत से होई छे, बहुत एहन चीज छे जो उनका सबके समस्या के समाधान होई छे। एहि ठाम से दोसर ठाम में सेहो जे पहिने छले से जाई छले, लेकिन अखन के समय एहन भ चुकल छे जे सब मध्य प्रदेश में उपजनी के क्षेत्र मानल जाए वाला, लेकिन अखन देखल जाए ना पूर्ण रूपेण में जे छे से उपजनी में बहुत ज्यादा जे छे से हरासमेंट आ चुकल छे, उपजनी नहीं भ रहल छे। हम सब विशेष करके आइ बातचीत करब जे राष्ट्रीय धानवाली अनुसंधान कार्यक्रम हरदीनाथ धनसाक संयोजक मथुरा यादव संगे जे हुनका जे आगामी योजना की छन, उनका किसान संगे केहन सहकार्य छन, किसान के की योगदान छे, तो अही के प्रसंग में जे छे से आई हम सब बातचीत करब। करते विशेष करके अखन पाइन के बहुत ज्यादा जे छे से अभाव भ चुकल छे। ओहि ठाम देखल जाए तो कतेक रंग के कतेक प्रजाति के जे छे से धान सब उपजनी हुई छे, लेकिन अखन ई पाइन के कारण से कतेक प्रभाव पड़ले ते विशेष बातचीत करब। पहले उनका स्वागत करी, हम सब उनका सब बातचीत करब नेपाली में। यहाँलाई स्वागत छ। धन्यवाद। सर्वप्रथम राष्ट्रिय धानवाली अनुसंधान कार्यक्रम को मुख्य उद्देश्य के छ? यो राष्ट्रिय धानवाली अनुसंधान कार्यक्रम हरदास बनियाले देशभरिको लागि, खाली मध्य प्रदेशको लागि हैन कि देशभरिको लागि चाहिँ धानको जातीय विकास गर्छ। जातीय विकासमा चाहिँ विभिन्न इकोसिस्टम भन्छन्। अब सिंचित अवस्थाको लागि, असिंचित अवस्थाको लागि, पाको पानीमा हुने, त्यसपछि चैते सिजन, त्यसै गरी यो बोरो धान लगायतका चाहिँ विभिन्न चाहिँ इकोसिस्टमको लागि, विभिन्न हावापानी सुहाउँदोको लागि चाहिँ हामी जातीय विकास गर्छौँ र धान सम्बन्धी प्रविधि विकासमा हामीले काम गरिरहेका छौँ। अहिले कुल अनुसन्धान परियोजना सञ्चालनमा छन्? यो हाम्रो चाहिँ अनुसन्धानमा चाहिँ एउटा रुटिन वर्क हुन्छ, किनकि अब अनुसन्धान भनेको हामीले चाहिँ यसो धान कुनै धान निकाल्यो भने त्यसको सर्टेन आयु हुन्छ। सर्टेन आएपछि त्यसमा विभिन्न किसिमको रोग व्याधि आउँछ, त्यसलाई चाहिँ हामीले सूचीबाट हटाउँछौँ। त्यसले गर्दाखेरि अब अहिलेसम्म भन्ने हो भने दर्ता र सिफारिस प्रक्रियाबाट हामी 188 वटा जातहरू नेपालमा सिफारिस अथवा दर्ता प्रक्रियाबाट आइसकेका छन्, जसमध्ये 40 वटामा रोग किरा लागेर त्यसलाई हामी डिनोटिफाई भन्छन्, त्यसले सूचीबाट हटाएको जुन सूची हुन्छ नि त्यसबाट हटाइसकेका छौँ। र अरू चाहिँ अब भए पनि चलन चल्तीमा चाहिँ जसो मधेसमा चाहिँ कुरा गर्ने हो भने अब सभामा सुली सबन लगाउँछन्, त्यस्तै अब राधाचार, रामधान, त्यस्तै बासमती लगायतका चाहिँ अहिले भर्खर चाहिँ हामी सिफारिस गरेका छौँ। हरदीनाथ 6 चाहिँ मसिनो जात हो, मध्यम अवधिमा पाक्छ, एकदम पपुलर भइरहेको छ। अब जस्तै अब अरू पनि लोकल धान पनि लगाउँछन्। अब यता त्यो स्वर्णा लगाउँछन्। स्वर्णा भनेको सिफारिस जात हो। यहाँको इन्डियाबाट पनि बुढो खुला भएको छ, त्यहाँबाट धानहरू आउँछ, किसानहरूले लगाउँछन्। यी काममा हामी चाहिँ गरिरहेका छौँ। यसको अलावा चाहिँ हामीले देशभरिबाट स्रोत बिउ, अब प्रजन बिउ चाहिँ हामीले चाहिँ धानको प्रजन बिउ निकालेर देशभरिका अथवा यो खास गरी हामी तराईको लागि चाहिँ फोकस गर्छौँ। तराईमा चाहिँ जति पनि बिउ उत्पादन कम्पनीहरू छन्, सरकारी फार्महरू छन्, उनीहरूलाई चाहिँ हामीले प्रजन बिउ दिएर मूल बिउ वहाँ बनाउनुहुन्छ। मूल बिउबाट चाहिँ अब प्रमाणित उन्नत हुँदै चाहिँ किसान फार्म पुग्छ। खास गरेर नेपालमा धान उत्पादनमा हेर्नु पर्ने भने मुख्य चुनौतीहरू के छन्? अब धानको मुख्य चुनौती भनेको अब हाम्रो चाहिँ खुल्ला सिमाना छ। मैले चाहिँ यसो डाटा हेर्दाखेरि 11 महिनाको अवधिमा हामीले चाहिँ 39 अर्बको चाहिँ धान चामल चाहिँ आयात गरिसकेका छौँ, जसमा बिउ पनि आउँछ, चामल पनि आउँछ। र यो धानको लागि चाहिँ अहिले जुन आयात बढिरहेको छ, यसमा चाहिँ खास गरी
पहिला चाहिँ हामीले केही वर्ष अगाडि हामीले चाहिँ धान चामल चाहिँ अरू देशलाई चाहिँ निर्यात गर्थे, तर अहिले हामीले आयात गर्ने स्थिति आएको छ। यसको विभिन्न कारणहरू छन्। अब पहिला के भने पहाड तराईतिर पनि अब पहिला चाहिँ जे हाम्रो खेतबारीमा हुन्थ्यो त्यही हामी खान्थ्यौँ। कारण के हुन सक्छ? कारण के हुन सक्छ? किनभने अहिले चाहिँ किन मल खाद पाइरहेको छैनन्? त्यो अब आउँदैछु के छ? आउँदैछु म। अहिले चाहिँ जुन हाम्रो चाहिँ पर्चेसिङ पावर बढेछ सर। होइन, अहिले मिठो मसिनो अनि अब चाहिँ जे जति हाम्रो बारीमा जे जति हाम्रो खेतमा भइरहेको छ त्यसले पुगेन हाम्रो, त्यसलाई बेचेर चाहिँ मसिनो चाहियो, त्यसपछि बास्नादार चाहियो, इभन चाहिँ अब एउटा लाङ बिरामी चाहिँ चाहियो। त्यसले गर्दाखेरि यो तराईमा खुब समस्या हो। अर्को पहाडतिर के थियो भने पहिला चाहिँ बाटो पुगेको थिएन, ठाउँ ठाउँ पुगेको थिएन, त्यसकारण त्यहाँ जे जति उत्पादन हुन्थ्यो चिनो काग्नो मकै ढियो त्यो चाहिँ बढी चाहिँ त्यहाँ खपत हुन्थ्यो। अहिले चाहिँ हरेक घरमा चाहिँ भात नै पाक्छ, त्यसले गर्दा पनि अलि धान चामलको आयातको माग बढेको छ। अनि यो पनि कारण छ कि हामीले चाहिँ आयात गर्नु पर्ने, यो पनि कारण छ। प्लस तपाईँले भने जस्तो हामीले चाहिँ थोरै परेकै क्षेत्रफलमा चाहिँ उत्पादकता बढेको छ, तर चाहिँ जुन अहिले चाहिँ ट्रेन्ड चाहिँ त्यसको एरिया पनि घटिरहेको छ, त्यसको अब प्लटिङमा गइरहेको छ। अब कृषकले पनि अब टाइममा चाहिँ मल नपाउने चाहिँ उनलाई जतिखेर मलको आवश्यकता हुन्छ त्यतिखेर चाहिँ पाउने, सिँचाइको अभाव छ। यी कारणहरू पनि ले गर्दाखेरि जति पनि उत्पादन हुनुपर्ने त्यो चाहिँ वापस अहिले हेर्दाखेरि एकदमै मध्य प्रदेशमा उब्जनी क्षेत्र मान्ने होइन किसानहरू चाहिँ सबैभन्दा चाहिँ मेहनती थियो, उब्जनी पनि गर्नुहुन्थ्यो, हरेक बालीहरू त्यस्तै तरकारीहरू पनि उब्जाउनुहुन्थ्यो। तर अहिले हेर्दाखेरि यो जलवायु परिवर्तनले पनि असर धेरै नै पारेका छन्। खास गरेर यता चाहिँ कस्ता असर पारेका छन् यो जलवायु परिवर्तनले गर्दा? अब अहिले चाहिँ हेरिसक्नुभयो जलवायु परिवर्तनका यो पनि एउटा कारण। अब असारभरिमा चाहिँ मतलब माटो भिने गरी त्यसरी पनि पानी परेन, त्यसले गर्दा किसानहरू चाहिँ खास गरी मध्य प्रदेशका किसानहरू चाहिँ साह्रै मर्काउँ परेका छन्। अब उहाँहरूले चाहिँ आफ्नो भएका स्रोत साधनहरूलाई सदुपयोग गरेर रोपाइ गरिरहनु भएको छ, तर डेटा हेर्दाखेरि मध्य प्रदेशको जम्मा अहिले 33% चाहिँ रोपाइ भएको छ, जम्मा 33%। त्यो जुन अहिलेको स्थितिमा लगभग चाहिँ मोर देन 70-80 को हाराहारीमा चाहिँ रोपाइ भइसक्नु पर्ने हो। अनि यसले गर्दाखेरि यो जलवायुको सिधै असर चाहिँ जलवायु परिवर्तनको सिधै असर परेको देखिन्छ। जलवायु परिवर्तनको असर हुनाले खडेरी पर्ने, कहिलेकाहीँ आवश्यकता बढी पानी परिदिने, यी आदि इत्यादिले गर्दाखेरि अब अहिलेको यो वर्षको जुन मौसमको ऋतुगत चाहिँ जुन छ प्रकाश छ हजुर मधेसको चाहिँ के उत्तरी भागमा र कोशीको पूर्वी भागमा चाहिँ औसतभन्दा कम पानी पर्ने आकलन भएको छ र यसको चाहिँ प्रत्यक्ष मार चाहिँ मध्य प्रदेशलाई चाहिँ परेको छ, जुन कि चाहिँ हामीले हेरिरहेका छौँ। असारभरिमा चाहिँ जुन हिसाबले पानी पर्ने हो त्यो चाहिँ परेको छैन। अब त्यसले गर्दाखेरि किसानहरूले चाहिँ जुन चाहिँ बिउ राख्नु भएको छ त्यसले चाहिँ त्यो एउटा चाहिँ जुन अवधिमा रोप्नुपर्ने हो त्यो चाहिँ रोप्न सक्नु भएको छैन, किनकि अब उहाँहरूको जुन साधन स्रोत छ आफ्नो निजी चाहिँ कसैको शरीर टुकुर होला अनि अरू कुनै नारमा अथवा पोखरीबाट पानी लगाएर चाहिँ पठाइराख्नु भएको छ, रोपाइ गरिरहनु भएको छ, त्यसमा पनि त्यसले बचाउनु पनि गाह्रो भइरहेको छ। अब मेरै चाहिँ अब मैले चाहिँ जुन फार्मको कुरा गर्ने हो भने हामीले जब 70% चाहिँ आफ्नो बिउ उत्पादन परीक्षणहरू चाहिँ रोपाइ गरिसकेका छन्, तर जुन चाहिँ रोपाइ दिएछन् त्यसले पनि अब पानी लगाउनु चाहिँ गाह्रो भइरहेको छ, किनकि अब वरिपरिका कलहरू सुकिरहेको छ। त्यसले गर्दाखेरि हामीले चाहिँ मानवीय हिसाबले पनि अब बोरिङ चलाउनु पनि गाह्रो भइरहेको छ। यसले गर्दाखेरि अब यो जुन खडेरी परेको छ यसले अब सबैलाई चाहिँ एउटा अप्ठ्यारो पारेको छ। तपाईँहरूको फार्ममा अहिले हेर्दाखेरि कति प्रजातिका जातिका धानहरू चाहिँ त्यसमा त्यो उत्पादन गरेर राखिएको छ? अब यो के भन्छन् हाम्रो चाहिँ अनुसन्धानमा त
लगभग 300-400 सम्म चाहिँ हुन्छ अनुसन्धानको लागि। अहिले तर बिउ उत्पादनको लागि चाहिँ अब ल 22-23 वटा चाहिँ जातहरू बिउ उत्पादनको लागि चाहिँ हामी प्रयोग गरिरहेको छौँ। अहिले सबैभन्दा खास गरेर यो मध्य प्रदेशमा र विशेष गरी धनुषामा हामी केन्द्रित गरेर कुरा गर्छौँ। धनुषामा सबैभन्दा धान कुन जातको चाहिँ धेरै उब्जनी हुन्छ? किसानहरूले चाहिँ अलिक बढी मन पराएको, किसानहरूले चाहिँ खान मिठो चाहिँ अब सावा नस्ली सबोन चाहिँ बढी लगाउनु चाहिँ मन पराएको छ तिन आम किसानले। अब यो पूर्वतिर चाहिँ गयो भने बासमती पनि गर्नुहुन्छ। त्यस्तै अब यो चैते सिजनमा हर्दीमाथ 1 पनि बढी लगाउनुहुन्छ, किनकि हर्दीमाथ 1 चाहिँ यो अलिकति चामल पाक्ने जात हो, यस्तो 10 दिनमा पाकिहाल्छ। त्यसको अलावा अब अरू पनि जातहरू चाहिँ जस्तो रामधान भयो अनि बहुरी जिरो चाहिँ हामीले लगाइरहेको छ। यो नयाँ धान जात वा प्रविधि को विकास भएको छ कि त्यस्तै हो अहिले कुनै त्यस्तो? अब यो त हाम्रो भन्ने यो रुटिन वर्क हो। हामीले चाहिँ एउटा लगातार चाहिँ गइरहेका छौँ, काम गरिरहेका छौँ। यसमा पनि अब 2022मा हामीले चाहिँ केही जातहरू हर्दीमाथ 6 हो, हर्दीमाथ 5 हो, हर्दीमाथ 4 हो, यी लगायतका जातहरू 2 या 3 भयो सिपाही लिएका छौँ। अहिले पनि केही जातहरू चाहिँ पाइपलाइनमा छ। जस्तो अब हाइब्रिड धान पनि छ। हाइब्रिड धानको चाहिँ 4-5 वटा जातहरू पाइपलाइनमा त्यो सिपाही क्रममा छ। त्यस्तै अब सिन्चित अवस्थाको लागि चाहिँ जातहरू पाइपलाइनमा छन्। अनि बास्मदार जात मसिनो र बास्मदार जातहरू पनि पाइपलाइनमा छन्। त्यस्तै चैते सिजनको लागि चाहिँ हामीले चाहिँ केही जातहरू मतलब सिपाही क्रममा ल्याएका छौँ। अब यो चाहिँ नियमित प्रक्रिया हो हजुर, किनकि एउटा अब जात निकाल्नलाई चाहिँ 12-13 वर्ष 14 वर्ष लाग्छ। त्यो हाम्रो चाहिँ सधैँ चाहिँ आइरहन्छ, जातहरू आइरहन्छ, हामी निकालिरहन्छ। त्यो कृषकको माग अनुसार चाहिँ हामीले सिफारिस गर्छौँ। यो खास गरेर अनुसन्धानको जुन नतिजा किसानसम्म कसरी यहाँहरूले पुर्याउनुहुन्छ? एकदम राम्रो प्रश्न गर्नुभयो। यो हामीले यति पनि अनुसन्धानबाट निकालेका जातहरू हुन्छन्, जति पनि प्रविधिहरू हुन्छन्, हामीले चाहिँ हाम्रो काम हो अनुसन्धान गरिदिने र त्यो चाहिँ प्रविधि त्यो जात चाहिँ प्रचार प्रसार गर्ने काम चाहिँ अब ज्ञान केन्द्र छ। त्यस्तै अब स्थानीय सरकारमा चाहिँ कृषि शाखा छ, अरू चाहिँ सङ्घ संस्थाहरू छन्, उहाँहरूले चाहिँ त्यसले चाहिँ प्रचार प्रसार गर्ने काम गर्नुहुन्छ। हामी चाहिँ प्रत्यक्ष रूपमा किसानको खेत दैलोमा चाहिँ जाँदैन। किसानहरूको प्रतिक्रिया कसरी आइरहेछ, कस्तो आइरहेछ अहिले? किसानहरू चाहिँ अब अहिले तत्काल चाहिँ जुन जात हामी निकालिरहेछौँ, काम गरिरहेछौँ, उहाँहरूले चाहिँ अब त्यो जस्तो हर्दीमाथ 6 चाहिँ एकदम मन पराउनु भएको छ। किनकि यो जात चाहिँ 135 दिनमा पाक्छ, खानामा चाहिँ मिठो छ, त मसिनो पनि छ। अनि त्यस्तो अब सावा सबन के भयो भने अलिकति बढी टाइम लिदिने, 145 दिनमा लाग्ने, यो चाहिँ लगभग चाहिँ 135 दिनमा पाक्ने भएपछि त्यो बाली धान काटिसकेपछि अरू जस्तो तरकारी खेती गर्छ अथवा अरू के जस्तो गहुँ मात्रै लगाउन सक्यो भने त्यसको लागि चाहिँ ठिकै छ, लेट भेराइटी चाहिँ। तर यो हर्दीमाथ 6 जातलाई चाहिँ किसानले एकदम मन पराएको छ। तपाईहरू र किसानहरूको बिचको चाहिँ सम्बन्ध र कस्तो चाहिँ सहकार्य भइरहेछ तपाईँको तर्फबाट चाहिँ किसानका? अब हाम्रो चाहिँ के हुन्छ भने यो अनुसन्धानका मान्छेहरू प्रत्येक कृषकको खेतमा चाहिँ जाने हुन्छ। मतलब हाम्रो चाहिँ नीतिगत क्लियर चाहिँ हुँदैन, तर चाहिँ तै पनि हाम्रो जुन चाहिँ प्रविधि त्यहाँ निस्कन्छ त्यस्ता प्रविधिहरूलाई चाहिँ हाम्रो बाह्य अनुसन्धान स्थल हुन्छ। बाह्य अनुसन्धान स्थलमा एउटा चाहिँ हामीले यो धनुषामा छौँ, धनुषामा राखेका छौँ, गिद्धार साहिब विद्यार्थी नगरपालिका सिर्थे। अर्को चाहिँ मौत्तरी हरिगोरी गाउँतिर छ। त्यहाँबाट निस्केका जातहरू जुन हुन्छ नि त्यो चाहिँ सिफारिस क्रममा हुन्छ। ती जातहरूलाई हामीले चाहिँ किसान खेतमा लगाउँछौँ। त त्यहाँ लगाइसकेपछि हामीले चाहिँ यो जोइन्ट मोनिटरिङ गराउँछौँ। जोइन्ट मोनिटरिङ त्यहाँ अरू चाहिँ कृषि ज्ञान केन्द्रका आफ्ना साथीहरू हुन्छन्, अनि स्थानीय सरकारका कृषि शाखा हेर्ने साथीहरू हुन्छन्, हामी हुन्छौँ, त्यहाँ कृषक हुन्छन्।
उहाँहरूले चाहिँ मन पराइदियो कि जातहरूलाई हामी फेरि चाहिँ सिफारिस गर्न लाग्छ। अहिले हेर्दाखेरि एकदमै चारैतिर हेरिरहेछु डिप भोटिङको कुरा भइरहेछ होइन, कुनै कुनै ठाउँमा धेरै ठाउँमा चाहिँ त्यो सरकारले चाहिँ त्यो पनि गरिसक्नु भएको छ होइन। तर के वास्तवमा यो डिप बोर्डिङले गर्दा किसानलाई राहत त पाउन सकिन्छ र त्योबाट चाहिँ खेतीबारी चाहिँ गर्न सम्भव छ कि आकाशको पानी त्यो चाहिँ राम्रो हुन्छ के डिप बोर्डिङको भरमा चाहिँ खेतीबारी राम्रो हुन सक्छ के छ यो यहाँको बुझाइ कसको शेष भइरहेछ यो त के भने यो जुन भयो त्यो त एउटा सप्लिमेन्ट्री इरिगेसन हो होइन सर। सधैँ चाहिँ त्यही डिप बोरिङबाटै चाहिँ खेती गर्न त त्यति चाहिँ गाह्रै काम हो। अब यसमा के हो भने माथिबाट आकाशमा पानी परिदियो भने कहिले काहीँ आवश्यकताअनुसार चाहिँ लगाउन सक्यो भने राम्रो हो। हजुर किनकि अब सधैँ चाहिँ डिप बोरिङबाट पानी लगाउने अथवा त्यो चाहिँ त्यति होइन। तर पनि अब लाभ एरियामा गाउँमा चाहिँ गाउँभरि चाहिँ अथवा धेरै एरियामा चाहिँ डिप बोरिङ लगाएर चाहिँ खेती गर्दाखेरि त्यति गाह्रै काम हो। पानी परिदियो अनि त्यो एउटा सपोर्टको हिसाबले सप्लिमेन्ट्री इरिगेसनको लागि चाहिँ ठिकै हो। तर खालि डिप बोरिङ भएरै खेती गर्छौँ भन्नाले अलिकति हजुर यो कार्यक्रमको लागि चाहिँ कतिको बजेट चाहिँ पर्याप्त छ यहाँ? यसो भने अब हाम्रो चाहिँ अनुसन्धानको लागि चाहिँ अब बजेट जुन हुनुपर्ने सबभन्दा पहिला काम गर्ने चाहिँ मान्छे एकदम डेडिकेटेड हुन्छ। किनकि हाम्रो कामको नेचर के हुन्छ भने हाम्रो 10 to 5 चाहिँ काम हुँदैन, हाम्रो 24 घन्टा काम हुन्छ। किनकि हाम्रो ल्याबको काम हुन्छ, फिल्डको काम हुन्छ। अब हाम्रो चाहिँ अब तर्साको काम गर्दाखेरि अब हामी 10 बजी आउँछौँ, त्यसपछि आफ्नो परिश्रम लगाउँछौँ भने त्यो हुँदैन। धानको रोक्नु पऱ्यो, धान चाहिँ बिहानै ज्यानसितै काम गर्नुपर्छ। हामीले चाहिँ 7 बजी काममा लाग्छौँ। 7 बजी जानी आउँछन्, हामी पनि सबै साइन्टिस्ट सबै प्राविधिकहरू फिल्डमा जान्छौँ। आफ्नो परिश्रम लगाएर चाहिँ 11 बजी फर्किसक्छौँ। हामी फर्किसकेपछि हामी चाहिँ फेरि अब कुनै किलोको अलावा हामी टेबल हुन्छ खाना खाएर चाहिँ टेबल गर्छौँ। 2 बजी फेरि चाहिँ हाम्रो फिल्डको काम गर्छौँ। 2 देखि 5 सम्म गर्छौँ फिल्डको काम। अनि फेरि चाहिँ कसैको ल्याबको काम हुन्छ, ल्याबमा पनि हेर्छन्। अनि त्यसरी चाहिँ हामीले हाम्रो कामको रिसर्चको काम चाहिँ त्यसरी गरिरहेको छौँ हामीले। किनकि हाम्रो चाहिँ कामको नेचर चाहिँ अलिकति भिन्न छ अरूभन्दा। तर किसानहरू अलिकता त्यता तपाईँहरू चिन्तित पनि हुनुहुन्छ वा भन्दा चाहिँ श्रम शोषण भइरहेछ, हामीहरू चाहिँ समयमा पैसा पाइरहेको छैनन्, त्यस्तो गुनासो पनि आइरहेछन् हाम्रो फार्ममा। हजुर यसो हुन्छ अब त्यो कहिलेकाहीँ महिनामा हामी पेमेन्ट गर्छौँ। महिनामा पेमेन्ट गर्दाखेरि अब किनकि महिना मरेपछि पेमेन्ट गर्ने हो। त्यसरी नै अब गर्दाखेरि 2-3 दिनसम्म तल माथि हुन्छ। तर चाहिँ त्यसरी चाहिँ गएन, महिना मर्नेको फेरि हामीले पोख्ने गर्छौँ। यो प्रविधि र जनशक्तिको अवस्था कस्तो छ अहिले? अब यो चाहिँ पुरा के छ भने हामीले चाहिँ अहिले अनुसन्धानको लागि हाम्रै चाहिँ फार्ममा कुरा गर्ने भने हामीले काम गरिरहेछौँ। हामी लगभग चाहिँ जनशक्ति हामीले 50%मा हेरिसकेका छौँ। त्यसले गर्दाखेरि हामीले जुन हिसाबले जुन द्रुत गतिले चाहिँ हिँड्नुपर्ने हो त्यसमा चाहिँ हामीले त्यति काम गर्न सकिरहेको छैन। हजुर त्यो जनशक्तिको अभावले गर्दा। यो अन्तर्राष्ट्रिय संस्थाहरूसँग कस्तो सहकार्य छ? त्यो त एकदम चाहिँ जस्तो अब अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान प्रतिष्ठान छ पिचमा, उहाँहरूबाट हाम्रो चाहिँ एकदम क्लोज रिलेसन छ। किनकि त्यहाँबाट चाहिँ जति पनि केही चाहिँ एडभान्स लाइनहरू पनि ल्याएर हामीले आफ्नो के भन्छ नि उसमा चाहिँ परीक्षण गर्छौँ। त्यहाँबाट राम्रो देखेर जातहरू चाहिँ त्यसले पनि सिफारिस गर्छौँ। इरी जुन छ नि, इरी इन्टरनेसनल रिसर्च इन्स्टिट्युट फिलिपिन्समा छ। त्यहाँबाट हामीले चाहिँ धेरै किसिमको जातहरू, धानका जातहरू मतलब एडभान्स लाइनहरू भन्नु पर्यो, ती जातहरूलाई हामीले प्राप्त गरिरहेका छौँ। र ती जातहरू आफ्नो हावापानीमा त्यसलाई चाहिँ हामी परीक्षण गर्छौँ। त्यहाँबाट राम्रो रिसका जातहरूलाई चाहिँ हामीले सिफारिसको प्रक्रियामा केही चाहिँ त्यसको रुल रेगुलेसनहरू छ, केही चाहिँ डाटाहरू जेनेरेट गरेर
त्यसपछि चाहिँ हामीले सिकाएको छ। यो तपाईँहरूको चाहिँ यो सरकारवाला निकायहरूसँग कस्तो सहकार्य भइरहेछ? कस्तो छ उहाँहरूको चाहिँ दृष्टिकोण हेर्ने यो किसानहरूप्रतिको? त्यो त्यो चाहिँ अब हामीले त्यो भने नि मैले हामीले चाहिँ निकालेका जातहरूले हामीले चाहिँ ह्यान्डओभर गर्ने हो, प्रसारकर्मी हुन्छ। उहाँहरूले सहकार नदिकन अगाडि बढ्न सक्दैनौँ हामीले, किनकि हामीले प्रविधि निकालिसकेपछि त्यसले 50% गर्ने काम चाहिँ अब ज्ञान केन्द्र त्यसपछि कृषकका अरू निकायहरू हुन्छ। हामीले चाहिँ सहकार्यमै जानुपर्छ र गइरहेको छ। त्यो भइरहेछ त? अब जुन हिसाबले जानुपर्ने त्यो भएको छैन। के गरिदिनु पर्यो त्यसमा? त्यसमा अब नीतिगत चाहिँ अब जसो योभन्दा अगाडि चाहिँ के थियो भने कि एक दुई महिना अब चाहिँ एउटा मिटिङ बस्थ्यो। त्यहाँदेखि हामीसँग के आयो अनि हामीले प्रसारकर्मीले के लानुपर्ने किसान कहाँ त्यो चाहिँ मिटिङ हुन्थ्यो। अहिले त्यो ग्याप भएको छ, ज्यापिङ भाषा त्यो ग्याप भएको छ। हजुर, यो किसानलाई हानि पुर्याउन सकिन्छ कि सक्दैन? त्यसले गर्दा क्षति पुर्याउन सकिन्छ कि सक्दैन? होइन अब नहुँदै जिरो त भएको छैन होइन। हजुर, जिरो त चाहिँ सधैँ हुँदै नभएको त होइन। हजुर, तर चाहिँ उहाँहरूले चाहिँ ज्ञान केन्द्रका पनि आउनुहुन्छ। उहाँहरूले कुन चाहिँ जात चाहिँ राम्रो छ त उहाँहरूले पनि लानुहुन्छ। तर पहिला के हो त्यो पनि अब जस्तो धानबालीले चाहिँ मेचीदेखि महाकालीसम्म चाहिँ एउटा जति पनि प्रमाणित जातहरू हुन्थे মানে एडभान्स लाइनहरू त्यो मिनी किट रूपमा चाहिँ बाँडिन्थ्यो। त्यो चाहिँ अहिले ब्रेक भएको छ। अहिले चाहिँ अब त्यही नजिकका जिल्लाहरू धनुषा महोत्तरीसम्म चाहिँ सीमित भइरहेको छ। यो किसानहरूको लागि यो तालिमहरू आइरहेछ कि छैन? उहाँहरूलाई तालिम दिइरहेको छ? हाम्रो काम चाहिँ त्यही भयो नि। अरू एकदम चाहिँ रिसर्च भन्दा हामीले दायाँ बायाँ हुँदैन। हजुर, रिसर्च गरेर त्यो फाइन्डिङबाट चाहिँ निस्केका भन्नाले कहिले काहीँ एउटा दुईवटा चाहिँ त्यो पनि आफ्नो व्यायामसँग अर्थलमा चाहिँ यो जात हाम्रो राम्रो लाग्यो, यो प्रविधि राम्रो छ भने त्यसमा चाहिँ एउटा सानो एकदम चाहिँ नर्मल ट्रेनिङ हुन्छ। त्यस्तो केही हामीले फुर्सदै हुँदैन, किनकि हाम्रो भित्रको काम चाहिँ यति हुन्छ, लोड हुन्छ कि हामीले चाहिँ किसानले गएर डाँडो तालिम पनि यताउति त्यो काम हामीले गर्दैनौँ। त्यो काम चाहिँ अब ज्ञान विकास सरले गर्नुहुन्छ, कृषकका असङ्घ सरकारबाट हुन्छ, अरू सङ्घ संस्थाबाट हुन्छ। तर हामीले चाहिँ त्यति गएर चाहिँ तालिम दिने विधात रूपमा त्यो काम हामीले गर्छ। तर किसानलाई चाहिँ तालिमको आवश्यकता छ कि आवश्यकता छ, किनकि अब जस्तो हामीले कुनै पनि प्रविधि निकालिसकेका छौँ त्यसको तालिम दिने, त्यसलाई चाहिँ ह्यान्डओभर गर्ने हामीले जुन निकाय छ उहाँहरूलाई चाहिँ हामीले सिकाउँछौँ। त्यो काम चाहिँ उहाँहरूले चाहिँ किसानले दिनु। के आवश्यकता तपाईँ हेर्नुभयो? अहिले तपाईँले त थाहा होला किसानसँग तपाईँको कुरा भइरहेछ, तपाईँको नजिकमै हुनुहुन्छ, अनि के हेर्नु के किसानको कस्तो खालको चाहिँ अहिले चाहिँ तालिमको आवश्यकता छ खेती यो को उब्जनीमा? किसानहरूलाई चाहिँ अब जस्तो उहाँहरूले पनि किसान पनि एउटा विज्ञ नै हो। हजुर, किनकि दुईवटा कुरा एउटा पढेर जानिन्छ, अर्को चाहिँ पढेर जानिन्छ। मतलब अनुभव पनि ठुलो कुरो। उहाँहरूले चाहिँ बेला बेलामा चाहिँ अलि अपडेट गराइदिने प्राविधिक कुराहरू, उसो कति मल खाद चाहियो किसानले चाहिँ, किनकि अब उहाँहरूले चाहिँ आफ्नो हिसाब खेती गर्नुभएको छ। एउटा चाहिँ के भन्छ बिना हिसाब किताबको चाहिँ मल हाइक गर्नु भएको छ। तर चाहिँ उहाँको खेतको आवश्यकताको कति छ मल खादको त्यो चाहिँ अब ज्ञान केन्द्र अथवा कृषकका उनले चाहिँ त्यसको सर्ट टेस्ट गराइदिए। सर्ट गएको त्यसमा कति चाहिँ मल खादको आवश्यकता छ त्यो चाहिँ कुराको जानकारी गराइदिए। रोग किरा लाग्यो भने यसो रोग किरा लाग्यो भने यो चाहिँ विषादी यो पनि यो चाहिँ छर्दाखेरि यति मात्रामा छर्दाखेरि ठिक हुन्छ। किनकि उहाँ किसानहरूले के हो भने रोग लाग्यो त्यो एउटा चाहिँ गएर एब्रोभेटमा जानुहुन्छ। एब्रोभेटमा गयो भने सायद एब्रोभेटमा बस्ने मान्छे चाहिँ कृषिसँग सम्बन्धित हुँदैन उहाँले जे जति जानेका हुन्छ त्यसो हेर्नुभयो ल यो औषधि यो विषादी छाइदिनुहोस्, तर त्यो विषादी उत्पत्ति नहुन पनि सक्छ। त्यसमा किसानहरूले चाहिँ सम्बन्ध पहिला नजिकको कृषि शाखामा गएर चाहिँ अब आफ्नो समस्या राख्नु पर्यो। समस्या राखेपछि उहाँको सिफारिसमा चाहिँ जे जति पनि विषादीहरू जे पनि झारपातका नाशक
चाहिँ जति विषादी छन् त्यो उहाँको सिपाहीमा सालदार हान्दाखेरि प्रभावकारी हुन्छ। यो भारत चीनका जातहरूसँग हाम्रो धान जुन जात कतिको प्रतिस्पर्धा छ? अब यो चाहिँ अलिकति हाम्रो देश चाहिँ सानो देश हो हजुर होइन, त्यहाँ अब जति पनि जनशक्ति जति लगानी छ त्यसको तुलनामा चाहिँ हामीले एकदम चाहिँ न्यूनमा छ। तैपनि हामीले जति पनि काम गरेछौँ नि त्यो कम चाहिँ यसो मैले भने हरियाणा छ त्यसले 5 टनको हाराहारीमा चाहिँ 100 दिनको उत्पादन दिन्छ। 5 टन दियो भने त्यो कम हुन्छ। त्यस्तै हामीले चाहिँ अहिले हाइब्रिड धान निकालेछौँ, हरियाणा हाइब्रिड 1 त्यो 6 टनभन्दा माथि उत्पादन दिन्छ। अहिले चाहिँ जुन हाम्रो पाइपलाइनका हाइब्रिडहरू आइरहेका छन् ल 7 देखि 8 टनसम्म गइरहेछन्। मतलब सानो एउटा उसमा स्केलमा चाहिँ भोलि चाहिँ अलिकति लार्ज स्केलमा चाहिँ प्रश्न गर्दाखेरि लगभग 6.5-7 टनसम्म आयो भने त राम्रै हो। तैपनि अब उहाँहरूको उसमा चाहिँ जति हुन्छ त्यो इन्डिया के भन्छ चाइनाको तुलनामा हामीले कम्पेरिसन गर्ने होइन, तर पनि हामीले जति पनि प्रयास गरेछौँ जति पनि काम गरेछौँ त्यो चाहिँ अब कम हुने। हजुर अब जे जसरी अहिले विगतको चाहिँ त्यो त भइदिइसक्यो होइन, यो वर्ष पनि अब त्यस्तै लागिरहेछ। अहिले पारी नपरेर चाहिँ किसानहरूलाई दुख नै भएको छ होइन। जलवायु परिवर्तनले गर्दा धेरै असर पारिसकेका छन्। हरेक ठाउँमा चाहिँ अहिले किसानहरू पुरै रेडी अवस्थामा खेत राखेका छ, तर चाहिँ पानी नपरेको कारणले गर्दा अहिले चाहिँ धान खेती रोपाई हुन सकेको छैन। त्यस्तै अब आगामी योजना यहाँहरूको के छ? अब त्यो अब किसानलाई चाहिँ हामी सल्लाह सुझाव दिँदाखेरि हामीले पनि परिश्रम गर्छौँ। उचित समय चाहिँ त्यसको 25 दिनको बेरमा हो, 22-25 दिनको बेरमा रोप्दाखेरि उत्पादन चाहिँ बढी हुन्छ। त्यही पनि यस्तो विषम परिस्थितिमा चाहिँ हामीले चाहिँ अब 55 दिनसम्मको बेरमा रोप्दाखेरि उत्पादनमा चाहिँ 15-20% ह्रास आउँछ। त्यसो कृषक दाजुभाइलाई हामीले के सल्लाह दिन्छौँ भने तपाईँको जुन बेरमा राख्नु भएको छ ब्याडमा पहिला त्यसले बचाउनुहोस्, किनकि अहिले पनि समय गएको छैन। अहिले तपाईँको साउनभरि पनि रोपे पनि केही फरक पर्दैन, मतलब उत्पादन घटे पनि केही न केही उत्पादन हिल्ड आउँछ। अहिले चाहिँ सबभन्दा चाहिँ ठुलो के भन्छन् सुझाव मतलब के छ भने किसानहरूलाई चाहिँ तपाईँको आफ्नो जुन ब्याड राख्नु पऱ्यो त्यसले ब्याड राख्नुसँगै बचाउनुहोस्। यसरी भए पनि अब सिँचाइ गरेर हो किनकि अब पोखरी अथवा तपाईँको सरे ट्युबवेल अरू जे माध्यम छ सिँचाइको त्यसलाई चाहिँ बचाउनुहोस्। त्यसपछि अब आउने उसमा चाहिँ खास गरी यदि त्यो पनि मरेर गयो भने चाँडै पाक्ने जुन जातहरू छन् अनाज छ भयो, अरू चाहिँ रामधान भयो, यिनीहरूलाई चाहिँ सरुवा विधिबाट पनि खेती हामीले चाहिँ गर्न सक्छ। किनकि अहिले चाहिँ फेरि ब्याड राख्ने टाइम छैन हामीसँग, त्यसलाई चाहिँ सरुवा विधिबाट चाहिँ गर्न सक्छौँ। अहिले चाहिँ दुईवटा मात्रै चाहिँ हामीले सुझाव दिए। सबभन्दा पहिला चाहिँ तपाईँले जे यदि ब्याड राख्नु पऱ्यो त्यसलाई चाहिँ बचाउनुहोस्। अहिले पनि पानी पर्यो भने त्यसलाई हामीले रोकेर उत्पादन दिन सक्छौँ। यो जैविक धान खेती प्रबन्धन का लागि के योजना छ? अब यो तपाईँले चाहिँ उसमा गर्नुभयो अर्ग्यानिक खेती। अर्ग्यानिक खेती चाहिँ अब अहिलेको उसमा चाहिँ पहिला के थियो, गाई वस्तु चाहिँ प्रशस्त हुन्थे होइन, त्यही गाई वस्तुको बाट चाहिँ निस्केका मल हो कि त्यही हालेर चाहिँ गाड्थे मान्छेसँग। तर अहिले चाहिँ बेसारी मल नहालिकन चाहिँ उत्पादनै बित हाल्नु भयो भने गाउँघरिमा, किनकि अब त कम्प्लिटली बन्द भइसकेको छ गाई वस्तुको चाहिँ। तर सम्भव छ नि अहिले पनि त गाई वस्तु अहिले पनि छ होइन। त्यो हरेक ठाउँमा अहिले गौशालाहरू पनि धेरै खुलिसकेको छ, केले कटाउ गर्न सकिन्छ। हजुर त्यो धेरै चाहिँ यो रुखहरू पनि कटान भइरहेको हुन्छ। त्यसको पत्ताबाट पनि चाहिँ रुखहरूको चाहिँ बोटबिरुवाको पातबाट पनि चाहिँ मल बनाउन सकिन्छ। हरेक चाहे तरिका त धेरै छ, तर त्यो बनाउनु पर्ने चाहिँ आएकै त्यो हुनु पर्यो नि। अब अब त्यसको लागि चाहिँ हामीले त्यसमा के कम्प्लिटली चाहिँ त्यहाँ जाँदाखेरि गाह्रो हुन्छ। किनकि श्रीलङ्काको चाहिँ जुन आर्थिक हो नि त्यसमा पनि अर्ग्यानिक खेती पनि एउटा ठुलो रोल थियो। त्यसमा त्यसको आर्थिक तहसनहस भइदियो थियो।
त्यसले गर्दाखेरि मैले चाहिँ त्यसको गर्दाखेरि बरु चाहिँ आफ्नो खेतको माटोको उर्वरा शक्ति कायम राख्नको लागि चाहिँ हरियो मल है झैँचा मुङ हो तीलाई चाहिँ इन्कलुड गरेर जुन रासायनिक मल हो मलको जति हाल्नुपर्ने त्यसलाई चाहिँ त्यसको मात्रा घटाउन सकिन्छ तर अब कम्प्लिट चाहिँ अब खालि हामीले उसबाटै काम कम्पोस्ट मल हालेर चाहिँ खेती गर्दाखेरि खेलकुद उत्पादन सट्टै घट्छ त्यो अब त्यसले गर्दा पनि असर पार्या हो होइन खेती क्षेत्रमा त्यो उसले रासायनिक मलले हजुर रासायनिक मलले चाहिँ अब खालि रासायनिक मल मात्रै हाल्दै गऱ्यो भने त्यसको के चाहिन्छ नि अर्ग्यानिक मटर चाहिन्छ हजुर अर्ग्यानिक मटरमा चाहिँ तेल हाल्ने हरियो मलको रूपमा ढाइन्छ त्यस्तै अब हामी यता मधेसमा चाहिँ एउटा राम्रो कल्चर छ मुङ लगाउने किनकि मुङ लगाइसकेपछि त्यसको चाहिँ कोसा टिपिसकेपछि त्यसले चाहिँ हामी माटोमा मिलाउँछ त्यसले माटोको चाहिँ सुधार हुन्छ अनि अब बुनी लगाउने यी सबले गर्दाखेरि त्यो लगाएर माटोको चाहिँ उर्वरा शक्ति कायम रहन्छ र हामीले जुन रासायनिक मल जति चाहियो त्यो उसको मात्रा घटाएर उत्पादन गर्न सक्छौँ हस् केही तपाईँ अन्त्यमा कार्यक्रममा भन्न चाहिराख्नु भएको छ किसानहरूको लागि अब यो खास गरी मध्य प्रदेश चाहिँ एउटा अन्नको भण्डार हो धानको चाहिँ लगभग 25% देशको चाहिँ 25% धान उत्पादन हुन्छ अनि जुन खरेदी पर्छ यो चाहिँ अब ठुलो एउटा पीडा छ किसानलाई यसमा किसान दाजुभाइले मेरो धैर्य धारणा गर्नुहोस् अब अहिले पनि त्यति चाहिँ आति हाल्नुपर्ने ऊ छैन आज चाहिँ असारको 30 गते हो एक हप्ता 10 दिन 15 दिनसम्म पानी परिदियो भने तपाईँले आफ्नो बिहार जति बेर्ना राख्नु हाल्नु भएको छ त्यसले बचाएर राख्नुहोस् अनि लगभग 40-45 दिनको बेर्ना 50 दिनको बेर्ना भए पनि तपाईँको उत्पादनमा अलिक कमी आए पनि उत्पादन केही दिन्छ त्यसपछि चाहिँ अब केही भयो भने छरिया विधिबाट चाहिँ हामीले चाहिँ सिफारिस गर्छ तपाईँसँग भएको केही चाहिँ बिउ छ भने जस्तो हर्नियात 1 हो त्यसपछि हर्नियात 6 हो रामधाम भयो अगासारी यी चाहिँ धानको बिउ तपाईँ राख्नुपर्छ भने सरुवा विधिबाट चाहिँ छरेर के चाहिँ पानी लिन सक्ने हुन्छ मेरो सल्लाह दिन्छु हस् धेरै धेरै धन्यवाद यहाँलाई हिंदा संसद बातचीत किन अझै अखन कुन प्रजाति के धान सब पायल जाए छै विशेष कजे अखन किसान सबके कतिक पानी के कारण से समस्या भ सकै छै क्याक जे कही छी डॉक्टर बीमारी के बातले हाल जान सके वही प्रकार जिनका समझो संपूर्ण जानकारी लेनो अखन के से कार्यक्रम में हमरा सबके अमूल्य समय निकाल कर समय दे रहता उनका हृदय से धन्यवाद दैत कार्यक्रम से विदा ले नमस्कार।